यहाँ हाम्रो गाउँमा सुटिङ भएको हो फिल्म सुटिङ भएको भाइ खेल्न मिल्छ नि दाइ भाइ पनि ट्याक्कै रातमा ल्याएर के ल्याएको रहेछ हेर भाइ तिमीले बढी ट्याक्कै सामान खानुको जस्तो अनुहार ट्याक्कै नवादिँदैछ फिल्म खेल्यो खेल्ने दाइ फेभरेट हिरो सलमान खान होइन त एउटा डाइलग दिन्छु मजाले भन्नु है तिमीले सलमान खानकै डाइलग दिन्छु नि त तिमीलाई स्वागत नगर्ने मलाई यो डाइलग चाहिँ फिलका साथ भन त ल स्वागत रात नगर्ने मलाई स्वागत तेरो बिहे भएको छैन नि त अनि बिहे नभए त स्वागत गर्न कसरी आएको स्वागत नगर्ने मलाई स्वागत रात नगर्ने मलाई ए भाइ स्वागत रातमा त किन पुगिहाल्छ तेरो उमेर कति भयो मलाई स्वागत गर्ने अहिले मुड चलेको हल्का फिल्ममा डुबे नि त दाइ अच्छा एउटा डाइलग भन्न सक्दैन फिल्म खेल्ने अनि दाइ अनि छोटो दिन हुन्छ अनि डाइलग अनि लामो दिन न डाइलग लामो भन्न सक्छस् भन्न सक्छ नि दाइ भनेपछि तिमीलाई लामो डाइलग दिनु पर्यो नि त मसँग धन दौलत बुढी नोकर चाकर छन् यसलाई चाहिँ एकदम फिलका साथ ऊर्जाका साथ भन त मसँग धन दौलत छ तिमी बन्छौ मेरो नेक्स्ट फिल्मको यस्तै जोस जाँगा चाहिँ ल्याउनु पर्यो कडा तरिका लु बाँकी डाइलग पनि भन मेरो बुढीको नोकरसँग चक्कर चलेको छ ए भाइ कोसँग चक्कर चलाइरहेको छौ खास पैसा धन दौलत दिइरहेको छ तिमीले यस्तो फिल्म खेल्ने भएको नगर्नु दाइ भरे स्वागत मनाएको छ सबै मेरो सानो उमेर चाहिँ स्वागत मनाएको छ त्यस्तो राम्रो धन दौलत दिइरहेको छ बुढीको नोकरमा चक्कर चलाएको छ फिल्म खेल्ने भएको त फिल्म खेल्ने भएको हाम्रो गाउँमा त फिल्म खेल्ने भने कोही फिल्म क्या हो अच्छा खासा डाइलग दिइरहेको छु यार स्वागत गर्ने ठाउँमा स्वागत मिसाएको छ त्यस्तो धन दौलत पैसा दिइरहेको छु त्यस्तो राम्रो बुढीलाई त नोकरसँग चक्कर चलाएको छ यस्तो मान्छे फिल्म खेल्ने भएको त्यसका त म त चित्री बुझाउँछु नि त आयो भने त फेरि फिल्म खेल्ने भएको पारो त पाइदियो नि त मेरो दाइ नोकरसँग त मैले पहिला पठाइदिइहालेँ नोकरको बुढी छ उसँग चक्कर चलेको डाइलग लेखिदिनु नि त दाइ लेखिसक्नुभयो पारो पनि कति तताएको त गाउँका मान्छेहरू यही गाउँमा फिल्म बनाउनु भनेको एकजना राम्रो मान्छे भेटेन भने त डाइलगै भन्न जान्दैन नि यार के हो भाइ फिल्म डाइलग भन्ने एउटा एकजना मान्छे छैन तिमी के फिल्म खेल्छौ होइन कोकोनट यो गाउँको सबभन्दा ट्यालेन्टेड पर्सन अन द वे नै मै हो म यतिको ट्यालेन्टेड मैले मान्छे खोजेको हो क्या फिल्म खेल्ने त्यसो भए तपाईँ डक्टर होइन ए पेरि गुरु गर्दा चाहिँ के भयो डक्टर होइन डाइरेक्टर फिल्म बनाउने फिल्म के हो यो फिल्म बनाउने फिल्म हेर्न नहेर्ने खेल्ने नि अफकोर्स चान्स पाएकै गर्छु नि म त त्यसलाई खेलाउनु त होला नि एउटाले राम्रो भेटेको थियो भन्न सकेन फिल्म खेल्ने एउटा सिचुएसन दिन्छु तिमीलाई होइन एउटा किन 10 वटा दिनु न म तयार छु नि यस्तै मैले ब्युटिफुल पर्सन खोजेको फिल्मको लागि अब आएर भेट्नु नि अघिको एउटा त पारै ततायो नि त मलाई ल एउटा सिचुएसन दिन्छु हेर भाइ तिमीले चाहिँ कानमा ब्लुटुथ घुसाएर मुखमा एउटा मिठो खालको फुटी खाँदै खाँदै जान्छौ तिमीले केटाहरूलाई जेलस गराउनु पर्छ एकदम केटाहरूको बिचमा गएर बोल्ने डाइलग तिम्रो सम्झै तिमी केटाहरूको बिचमा गएर चाहिँ भन्नुपर्छ मेरो पर्सनालिटी कस्तो चेन्ज भयो हिजोसम्म केही नभएको आज मेरो कानमा ब्लुटुथ छ मुखमा फुटी खाइरहेको छु यो फुटीमा तिमीहरूलाई पनि चखाइदियो यो डाइलग ठुलो भन्न त भाइ मेरो कानमा बुलबुल छ म फ्लुती खाँदैछु हेर केटा हो मेरो पल्टा नीति कस्तो खेलको ए भाइ कानमा घुसाएको त ठिकै थियो कि मुखमा चाहिँ मैले कच्चा खाँदा फुल्टीको पकेट दिएको थिएँ त्यसलाई खाउन त जे पाइते नखाउ न म मुखमा फुल गर्छु ल फेरि मुखमा म फ्लुती खाँदैछु कानमा ब्लुटुथ छ हेर केटा हो मेरो पल्टा नीति कस्तो तेल भयो हेर त केटा हो लग्छ त अब नासँग हो यो गाउँबाट त
नभए बिस्तारै भन ला म मुख बाट सुन्नु पर्छ ल ल मुखमा म फ्रुटी खाँदैछु कानमा ब्लुटुथ लगाउँदैछु हेल केटा हो मेरो पर्सनले कति दिनुभयो तँलाई तिमीहरूलाई म यो फ्रुटी चखाइदिन्छु मेरो डाइरेक्टरलाई पनि म फ्रुटी गरिदिन्छु अरे भाइ फ्रुटी फ्रुटी त्यस्तो अच्छा खासा राम्रो फ्रुटीको पकेट दिइरहेको छु फ्रुटी खाऊ न सुन खाऊ हो त्यसरी फ्रुटी खाऊ दाइले पनि त्यसरी भन्ने ए भाइ अलिक मजाले भन न यार ताल झाललाई एक्टिङ दिखाउनु त म यहाँ सारखानलाई यति छोल छोल त नदिनु अलिक लानु म त्यसको मैले त कति लाम नाम पेजको गरिदिनु 2-3 पेज त कन्ट्याक्ट गरिदिन्छु अब के भन्नुभयो तपाईँ ल तिमीलाई म अघि एउटा भाइलाई दिएकै डाइलेक्ट दिन्छु नि त म तिमीलाई है स्वागत नगर्ने मलाई लु मजाले भन स्वर्गवास नगर्ने मलाई ए भाइ मर्ने बेला त भएको छैन त अहिले किन स्वर्ग जानु पर्यो तिमीलाई भिडियो हेरिसक्यो थ्याङ्क्स फर वाचिङ है लाइक एन्ड कमेन्ट प्लिज सब्स्क्राइब पनि घन्टी बजाऊ डरमा मिल्छ